यस्तो बोसो हो यो यस्तो खुर्सानी पाउनुपर्छ अझ कागती लिचलन ठीक छ नि बेसर अनि त्यो अमिलो चाहिँ त्यहाँ काटेको ठाउँमा चाहिँ यसरी हाल्छ आज दसैँको बेलामा एउटा सुँगुर यहाँ यो घरको एउटा सुँगुर यही घरको र अनि यहाँनिर एउटा सुँगुर 3टा सुँगुर काटेको थियो हाम्रो गाउँमा दसैँको लागि ल अब अहिले यसो भुट्टाहरू पकाएको खाएको भिडियो चाहिँ म देखाउँछु तपाईहरुलाई गाउँमा मान्छेहरू पनि छैन खासै केटाहरू छैन हाम्रो चाहिँ ल हेर्दै गर्दिनु होला है भिडियो अघि न मैले 3टा सुँगुर भनेको 3टा हैन है 4वटा काटेको रहेछ है गाउँमा एउटा उता पारीको घरमा पनि काटेको रहेछ राजु मामाको घरमा अनि यता सानभाइ भेनाहरूको घरमा अब यसलाई पोल्नु पर्छ हामी चाहिँ यो ग्यासको भरभरै छ एउटा यसो यसले पोल्छौँ हामी राजु त बाउसरा मात्रै लेख्छ यताबाट त के हो डरै नारा निशान लेटो न बेसार के अरे बेसार र बाडपको खाना घर चाहिँ अलि छान्ने क्या म चाहिँ आन्द्रा भुँडीहरू धोएर त्यहाँ उसँगलाई दिइसक्यो त्यो अघि खिच्न पाएन यसो पिस गरेको अहिले चाहिँ यहाँ जोख्ने कामहरू हुँदैछ जानी थिएन पारी चाहिँ ल दुईजनाले ट्याकटुक बनाएर पनि भ्याएर आराम गरिरहेछ कुरिक धार्ने छैन 21 धार्नेको कालो प्योर सुँगुर दुईजनाले भ्याएर अहिले
खाली छ पुसाइ नमस्ते पुसाइ अझ त्यहाँ माथि काटेको एउटा बङ्गुर चाहिँ काटेर राखेको अहिलेबाट होइन कति बज्यो अहिले बिहान नै काटेको अहिलेसम्म मान्छे आएको छैन त्यो लगाउनलाई ल अहिले चाहिँ त्यो अघिनको बङ्गुर चाहिँ 38 धार्नी भयो 38 धार्नी भयो ल 38 त 48 धार्नी भयो ल ल त साथीहरु अहिले चाहिँ यहाँ भुटुवा बनाउनको लागि मैले भाडा बसालिसकेको छ यहाँ आगो बिस्तारै बल्दैछ अब म आफैले खिच्ने आफैले पकाउने हो यहाँ माथि चाहिँ मासुको भागोहरू लगाउँदैछ है ल एक्लै भएर आफूले नै क्यामेरा समातेर त्यहाँ मासु हालिराख्नु परेछ तेल मैले एकदम थोरै राखेको छ अहिले यसकै तेल निक्लिन्छ त्यही हो र ल चलाउनु परेन खिचेर चलाउनुलाई त यस्तो भयो है मासु चाहिँ अहिले मसला हालेको छैन बेसार मात्रै हो मसला सबै हालिसकेपछि देखाउँछु तपाईँलाई चोप्नलाई चाहिँ मान्छेले बोकिराख्नु नपर्ने भएर त्यसरी भाग रेडी छ 2000 को भाग ल अहिले चाहिँ जोख्दै 2000 को भाग प्लास्टिकमा हाल्दै गरेछ ल यो चाहिँ बुङ्गुरको रगत अनि यहाँनिर चाहिँ भुटुवा पाक्दै छ यसमा चाहिँ मैले जिरा धनियाँ अनि के अरे टमाटर अदुवा लसुन पेस्ट हालेको छु अहिले अब एकछिन पाक्न दिनु पर्यो त्यसपछि चाहिँ अब यो रेडी हुन्छ यो रगत राखेपछि त्यसपछि हाम्रो यो भुटुवा खाने काम सुरु हुन्छ ल भुटुवा पनि रेडी भयो रगत हालिसक्यो रगत हालेपछि चाहिँ यस्तो देखियो ल
छामेङ्गे छन् ल माले मगा मान्छेले मलाई सिपाले चाहिँ छन् त मासु खाइदियो ल कस्तो छ मामा एकदम मिठो छ भन्छ मसला ठिक छ नुन छ एकदम एकदम सबै ठिक छ भन्छ ल यस्तो देखियो अरे कलर आगो पनि मर्यो अब त पयो अब माथि उचालेर लाने अब हजुर मामा होला त ल अहिले चाहिँ भुटुवा खाने टाइम भयो मान्छे थोरै छ आफूले कसैमा राख्ने मासु छ भने उनीहरू मात्रै आएर काट्ने अनि मासु लाने मान्छेहरू मात्रै हुन्छ अनि खाने मान्छे पनि थोरै हामी यतिजना भएर चाहिँ सुँगुर काटेको यहाँबाट ए हसन मेरो भएको यहाँनिर एकदम गर्मी छ यो भुटुवा चाहिँ मैले पकाएको होइन अघि नै देखाइसक्यो एकदम गर्मी भइरहेछ पसिना निक्लिरहेछ अनुहारमा गर्मी छ एकदम भान्जा कपडा नलाएको भएर बाजी भाज्यो यस्तो मासु खाने हो क्या यसरी यस्तो बोसो हो यो यस्तो खुर्सानी पाउनुपर्छ अझ कागती लिचल ठिक छ ए कागती च्याप्प पार्की ल अब म खाएको देखाउँछु तपाईँहरूलाई दसैँ बेला छिन्दिन्छ खाएको कलाप दिने जे मात्रै फेरि कागती भेना सानो भेना नाङ्गीले खाला हिजोमा सानो भेना खाना लगाइरहेको म पनि सुरु गर्नु पर्यो अब दसैँ मर्नी मार्दो पहिला बुसैबाट गरौँ कसो ठिकै छ आफूले बनाएको है मारेर काज पऱ्यो कि उडाइदिन्छ चिउरा पनि छ चिउरा चाख्दिनँ कस्तो छ होइन चिउरा अनि यो रगतको ग्रेभी सोचमा ज्यामरा छैन मैले चाहिँ मासु नसकेर उता राखेको छु होइन कागती हाल्नु पऱ्यो मस्त
ओए 50 हार्ने गइरहेको छु यो गइरहेको छु हिजो कस्तो छ शिव मन ठिकै छ है त्यो मसला टक्क छ मलाई त ल्यायो भने हड्डी र त्यो रगत मात्रै ल्याइदिएँ अब त खानु पर्छ दिँदा भने साथीहरू है अब बिस्तारै खानु पऱ्यो म पनि है अब फेरि अर्को भिडियोमा भेट्नेछु अहिले चाहिँ बाई होइन ल तपाईँहरूलाई पनि ह्याप्पी दसैँ